टुडे इज द 7th डे अफ एभरेस्ट स्पेस क्याम्प ट्रेक। हिजो चाहिँ अब रेस्टै भयो, 3-4 बजीतिर कस्तो टाउको जस्तो भएर अनि सुतेको। बेलुकासम्म 7 बजीसम्म सुते भयो अनि भिडियोहरू पनि केही नि बनाएन। अब आज चाहिँ हामी यहाँ डिङबोचेबाट अब लबुचे जानेछौँ। लगभग 6 घन्टा जतिकै हाइक पर्छ आज। अब लगभग 8:30 भयो अब हामी निस्किन लागेको। आज ब्याग हिजो अस्तिभन्दा अलिक बढी नै छ। माथि चाहिँ पानी अलि राम्रो हुँदैन भने भएर 2टा एक्स्ट्रा मिनरल वाटर बोतल अनि यो मेरो थर्मसमा फुल मनतातो पनि हालेको छु। सो अराउन्ड 11 केजी जति चाहिँ मेरो ब्याग छ आज। अहिले 9 भयो, 8:45। अब हाम्रो 7th डेको डिङबोचे टु लबुचेको ट्रेकिङ सुरु भयो। यहाँ चराहरूभन्दा पनि बढी चाहिँ हेलिकप्टर देखिन्छ। हरेक 2-5 मिनटमा चाहिँ 2-3टा हेलिकप्टर उडिरहेकै हुन्छ, यता जाने उता जाने। अनि यहाँ अहिले चाहिँ यतापट्टि क्लियर थियो अघि 15 मिनटसम्म अगाडिसम्म एकदम। अब त्यहाँ हुस्सोहरू लाग्दैछ, सायद त्यसले झन् चिसो बढाउँछ होला। हामी अब यो डाँडा कट अलिकति माथि उक्लिन्छौँ। हिजो पनि त्यहाँ माथि गएको थियो अनि त्यो डाँडाबाट हामी सम्मसम्म हुँदै जान्छौँ। अनि लबुचेमा चाहिँ अब बत्तीहरू पनि छैन अरे सुनेको थियो। सो मोबाइलमा पावर ब्याङ्क त छ, मोबाइल युजेस चाहिँ अलिक कम गर्छु म। हामी चाहिँ 15 मिनट जति भयो माथि उक्लेको। यतापट्टि एउटा हिमाल देखिरहेछ। अगाडि अझै राम्रो पनि छ। होटलबाट हिँडेको 1 घन्टै भयो मेरो। अहिले 9:30 हुन्छ, 1 घन्टा जस्तो भयो। यहाँ एकछिन रेस्ट पनि लागेको, हावा एकदम लागिरहेछ, कुहिरो पनि लागिरहेछ, चिसो बढिरहेछ। अब यहाँ खोला पास गर्दैछौँ। यहाँबाट पारी गएर माथि गएर लबुचे जान्छौँ। लबुचे चाहिँ धेरै टाढो छैन रहेछ, त्यही हाम्रो 4 घन्टादेखि 5 घन्टासम्मको मात्र ट्रेकिङ हुन्छ आज। यहाँ पारीबाट गएर अब यहाँ माथि अलिअलि उकालो उक्लिने। माथिबाट हेर्दा चाहिँ कति सानो देखिया थियो खोला, कति ठुलो होला, मान्छे नै कति सानो देखिन्छ। हामी चाहिँ यहाँ थुक्ला भन्ने ठाउँमा आइपुग्यौँ। अब सायद एकछिन यहाँ रेस्ट गर्छौँ, बिस्तारै उकालो लाग्नुपर्छ आज। हामी चाहिँ यहाँ अहिले थुक्ला 4620 मिटर हाइटमा यहाँ एकछिन रेस्ट गरिरहेको। यहाँ होटल रहेछ काला पत्थर लज भनेर, एकछिन रेस्ट गर्ने। अनि 15-10 मिनट ट्रेकिङहरूमा आए बेला चाहिँ कुरा चाहिँ अचम्म लाग्यो। ठाउँ यहीँ नजिकै जस्तो देखिन्छ, तर यहीँ पारी पुग्यो भने आधी घन्टा 45 मिनट लाग्ने। 11:30 जति भयो। अब चाहिँ हामी यहाँबाट निस्किन लागेको।
फाइनल्ली तल थोक्लाबाट माथि आइपुग्यो। 1 घन्टा पुरै 1 घन्टा लाग्यो। त्यो उकालो उक्लिनुभन्दा पनि हावाले धेरै हान्ने टाउको दुख्लाएको थियो नि बाटोमा। मैले एकछिन रोकेर टोपी पनि लाएँ। जस यहाँ माथि आएपछि अलि हावा कम भयो। पन्ध्र मिनट पछिको ब्रेक पछि अब फेरि हाम्रो सुरु भएको छ। अब 2 घन्टा लाग्छ लघु चाहिँ पुग्न। यस्तै 150 बाटो जाने हो। लघुची पनि आइपुग्यो। आजको डे 7मा लघुची बस्ने भ्यूहरू यहाँ देखिरहेको छ। होटलमै आइपुग्यो। कस्तो आनन्द लाग्यो।